ल अहिले भने चाहिँ हामी विशेष गरी अघि मैले भन्दै थिएँ बाटोमा है, हामी सिक्किमको एउटा प्रख्यात जग्गा एकदमै सबै कुरोले आशिषित भएको जग्गा पाक्योङ क्राइस्ट द किङ चर्चको आज क्राइस्ट द किङ चर्चमा आज हामी तीर्थयात्राको लागि गइरहेको छौँ भनेर भनिरहेको थिएँ। अहिले भने हामी यहाँ क्राइस्ट द किङ चर्च पाक्योङमा आइपुगेको छौँ। म क्राइस्ट द किङ चर्चको म दृश्य तपाईँलाई देखाइरहेको छु है। यो चाहिँ हो पाक्योङको क्राइस्ट द किङ चर्च है। एकदमै यहाँबाट एकदमै हेर्नु लायक हामी धेरै कुरो एकदमै यहाँ पाक्योङको धेरै सुन्दर सुन्दर दृश्यहरू छ है। एकदमै यहाँ मुनि तपाईँको उयो पनि फुलेको रहेछ, पैँयु पनि मजाले फुलेको रहेछ है। यहाँदेखि उता चाहिँ अब पाक्योङको हामीले एकदम एयरपोर्ट देख्न सकिन्छ, तर अलिकति हेर्नु जाँदाखेरि यहाँ छुटेको छिलेको रहेछ है। हामीले त्यो तपाईँलाई देखाउन सक्छु, तर अहिले यहाँ के भन्छ धेरै छेलेको रहेछ। यहाँदेखि अगाडि चाहिँ हामीले पाक्योङको एउटा सिक्किमको है, पाक्योङ भनेर सिक्किमको एउटा एयरपोर्ट जुन सिक्किमलाई एकदमै एउटा सुन्दरताले भरिने राम्रो बनाएको एउटा सजिलो भएको जग्गा त्यहाँ चाहिँ एयरपोर्ट छ है। यहाँ मुनितिर एकदमै गाडी पनि कुदिरहेछ, पाक्योङ बजारहरू यो चाहिँ एकदम पाक्योङ बजारहरू रहेछ। एकदमै यहाँ हेर्नु रमाइलो, तपाईँहरू पनि आउनु सक्नुहुन्छ, हेर्नु घुम्नु रमाइलो, एकदम सुन्दरताले भरिएको जग्गाहरू रहेछ। यहाँ उतापट्टि हेर्नुहोस् मजाले फुलहरू पनि फुलिरहेको देखिरहेको छ। यो हो तपाईँको पाक्योङको क्राइस्ट द किङ चर्च। ल तपाईँहरूलाई अरू सबै भिडियोहरू मैले अलरेडी अगाडिबाटै तपाईँको मेरो पेजमा तपाईँहरूलाई अपलोड गरिसकेको छु। त्यो सबै सम्पूर्ण भिडियोहरू पूर्व योञ्जन मेरो ब्लगमा गएर तपाईँले सर्च गरेर हेर्न सक्नुहुनेछ। पाक्योङको सम्पूर्ण दृश्यहरू यहाँ तपाईँले पाउनुहुनेछ। हवस्, धन्यवाद। ल।